तपाईको स्वास्थ्यलाई आजदेखि सुधार्ने एउटा सानो तर शक्तिशाली बानी भनेको बिहान उठ्ने बित्तिकै 1 गिलास मनतातो पानी पिउनु हो। सुन्दा सामान्य लागे पनि यसले शरीरमा राम्रो परिवर्तन ल्याउँछ। रातभरिको लामो निन्द्रापछि हाम्रो शरीर डिहाइड्रेट भएको हुन्छ। बिहान पानी पिउनाले शरीरका भित्री अङ्गहरू सक्रिय हुन्छन् र मेटाबोलिजम बढ्छ। यसले पाचन प्रणालीलाई सफा गर्न मद्दत गर्छ र दिनभरिको लागि ऊर्जा प्रदान गर्छ। धेरैजसो मानिस बिहान चिया वा कफीबाट दिनको सुरुवात गर्छन्, जसले ग्यास्ट्रिकको समस्या बढाउन सक्छ। त्यसको साटो सादा पानी पिउने बानीले छालामा चमक ल्याउनुका साथै दिमागलाई पनि ताजा राख्छ। यो सानो परिवर्तनले तपाईलाई दिनभरि सक्रिय रहन मद्दत गर्छ। स्वास्थ्य बनाउन सधैँ ठुला र कठिन काम नै गर्नुपर्छ भन्ने छैन। यस्तै ससाना सुधारले नै दीर्घकालीन रूपमा ठुलो प्रभाव पार्छ। आजबाट यो बानी सुरु गरेर आफ्नो शरीरलाई नयाँ ऊर्जा दिन सकिन्छ।